हेलो साथीहरु, सेवा नमस्कार, वेलकम बैक टु माई च्यानल। आज चाहिँ म बिहानै भिडियो स्टार्ट गर्दैछु। लक्ष्मी पूजाको भोलिपल्ट हो अनि आज चाहिँ म तपाईहरुलाई अर्को फेरि देखाउनु चाहिँ आज रातभरि हिजो बेलुका लक्ष्मी पूजा गरियो, रातभरि दियो कस्तो राम्रो भएछ म देखाउँछु हजुरहरुलाई। आज रातभरि दियो मरेन छ, कति राम्रो बलिराखेछ घर अगाडि। यहाँ मेरो सिक्वाको चाहिँ यस्तो राम्रो गरे यहाँ चाहिँ मर होइन, यो चाहिँ बलिराखेछ, रातैभरि बलिराखेछ। कस्तो मजाले बलिराखेछ हौ गाईचोरी। सेल बनाउनु तयारी हुँदैछ गाईजहरु। अब चाहिँ सेल बनाउन आँटेको, चामल पिस्न आँटेको। यहाँ हाल्ने हो, यहाँ पिस्ने सक्खर। यो चाहिँ खतरा पहाडको गाउँको सक्खर हो। यो सक्खर हाल्ने हो, यो हाल्ने हो। गाईजहरु सेल हाल्न तयारी सुरु भयो मेरो। यहाँ अब धेर भयो, झन्डै रोटी हुइदा कासाको। आगो धेर भयो कि यस्तो राम्रो हुन्छ दाउरामा। हिजो ग्यासमा बनाएको त राम कस्तो चाहिँ भएको थियो नि ग्यासमा बनाएको त। सेल बनाइँदैछ गाईजहरु तिहारको लागि। खतरा भयो राम। हिजो ग्यासमा बनाएको चाहिँ हुँदैन रहेछ ग्यासमा त। मसिनो भयो, ठुलो बनाउँदा पनि उम्लेर जाने तेल नि। यहाँ त फेरि ठिक्क हुन्छ, अलिअलि उम्लेर गए पनि डर भएन। हिजो त एकदमै डर भयो माथि लक्ष्मी पूजालाई पकाउँदा त। आज चाहिँ आगोमा दामी भएको छ सेल गाईजहरु। यहाँ हेर्नु होला, भाइ टिकालाई यो मेरो बुढा चाहिँ देउसी खेल्नु हिँड्न आँट्नु भयो। हाम्रो गोगनेको दाजुहरुसी भदैहरुसित देउसी भैलेलाई दिने भनेको दान चाहिँ 100 रुपैयाँ 50 रुपैयाँ दिने है गाईजहरु। धेरै भनेको 100 रुपैयाँ धेरै दिने हैन। देउसी खेल्नु हिँड्न आँट्नु भयो, म पनि जानु पर्यो भनेको भ्याएन। म चाहिँ यहाँ यस्तो सेल बनाउँदैछु है गाईजहरु। अनि नभ्याउने पर्यो, यी सेल पनि डर लाग्छ हौ। सेल बनाउँदैछु म चाहिँ, अनि जानु नपाउने भयो। अनि हाम्रो आमा चाहिँ त्यहाँ फुल हेर्दै हुनुहुन्छ, मखमली टिपेको कस्तो छ भन्दै। आधी हुँदैछ मखमली चाहिँ यस्तो छ है हाम्रो सेतो। अलि राम्रो भयो नि यसपालि, यत्रो हुन्छ नि। थोरै भयो। सेल हाल्नु धमाधम छ हाम्रो त गाईजहरु। तपाईहरुकोतिर के कसो छ? गुड सेल रोटी बनाइसक्यो गाईजहरु। अब आज सेल रोटीको काम ढुक्क भयो, ठ्याक्क सकियो है। एउटा यो लास्टमा पोलेको चाहिँ यस्तो भयो, यत्रो ढ्याब्रे। दुईटा भएको थियो, आधी त मैले त चप्काइदिइहालेँ। चुल्हामा यहाँ पोलियो। अब यहाँ कार्टुनमा हाल्छु म। यहाँ टक्क कार्टुन। धेरैजना छौँ हामी दाजुभाइ टोली चाहिँ। चेली आउँदै हुनुहुन्छ, चेलीले बनाउनु पर्ने, मैले बनाइसकेँ। सेल चाहिँ यस्तो भएको छ गाईजहरु, दामी भयो। यस्तो दामी भयो।
कालो देखिएको सेल बनाइसक्यो गाइजहरु यही यति धेरै बनाए मैले अनि देखिन्छ यहाँ अब जाने माथि खाना साना खानु घाम लाग्छ यस्तो टलक्कै घामले गर्दा यी सेलरोटी यति बनाए मैले गाइजहरु अनुहार रातो पिरो भयो यहाँनेर अब यो रोटी यहाँनेर कार्टुनमा हाल्छु म कार्टुनमा हाल्नु पर्यो Allo, allo, dipang palo. Allo, allo, dipang palo. Dia buat saya dah. Untuk lebaran sih. मेरो पालो हजुरहरुको सामु हाम्रो दिपन ब्ल्याक पसी क्युटी आन्टीको स्माइल देखेर हामी स्माइल गर्यो आन्टी राम्री आन्टी हाम्रो आन्टी हाम्रो राम्रो साथी हाम्रो राम्रो साथी लडेर पढ्दै हामी बजीमा राजाले कुमारले पठाएका देउसिरे खेल्न दिपन साथी
आलो पालो ए दिप रानीको बालो ए आलो पालो ए भन्दै हामी ए यो घरबाट ए बिदा माग्छौँ ए बिदा माग्छौँ ए दुधको तर ए यो घरैमा ए लक्ष्मीले ए पासै गर ए आशै गर ए पासै गर ए आशै गर ए भन्दै हामी ए बिदा माग्छौँ ए हाम्रो आन्टी ए हाम्रो आन्टी ए हाम्रो आन्टी ए राम्रो ए भन्दै हामी ए बिदा माग्छौँ हस् हजुरहरूलाई यही हो के भन्नु धन्यवाद भनिदिनु दिपन अब जे भन्छ भन हजुरहरूको सुखी साथ सबैजना आन्टी धन्यवाद है शेयर ल भिडियो ए शेयर एन्ड सब्सक्राइब YouTube channel. ताली शेयर धन्यवाद एकदम सिपालु रहेछ भट्टाउनु ल भाइ ल भाइ ल गुड हेलो अर्दिन हे हो हाम्रो बाबुहरूको आशीर्वाद लागोस् त देउसे भैले आशीर्वाद दिएर हिँडे ल दिपनको साथीहरू साह्रैमा राम्रो देउसुरे ए चाडको पर्व देउसुरे आउनु न खतरा राम्रो भन्नु पर्यो देउसी भैले देउसीहरूलाई दान निकाल्दैछु गाई चरी खै त ऊ भेर त पाइएन है देउसुरे भन देउसुरे ए वर्षमा दिनको देउसी भैले त के हो भट्याउनु न हौ राम्रोसँग पर्ने देउसुरे ए घर बेटी आमै देउसुरे ए खतरा जम्मा देउसुरे ए देउसीले खेल्न देउसुरे देउसीलाई काड पर्व देउसुरे चढाउने पर्छ देउसुरे ए त्यसै हामी देउसुरे ए आएको होइनौ देउसुरे ए जोगाउने पर्ने देउसुरे ए त्यसै राम्रा देउसुरे भोलि आउँदैछ फेरि हेर्नलाई नरिसाउनु होला धेरैमा धेरै घरबेटी आमै साह्रैमा राम्री घरबेटी बाबै साह्रैमा हेन्सम घरका छोरी ए
साह्रै नि लक्षिन ए साह्रै नि लक्षिन ए साह्रै नै लक्षिन ए यो घरैको ए लाला र बाला ए मौलीमा र यसै घरका ए परेवा पन्छी ए फैलीमा रहन् यसै घरका यसै घर अब आशीर्वाद चाहिँ खतरा दिन्छ कि त 4 5 6 7 8 9 10 11 12 जनाहरु चाहिँ मसँग जस्तै मौलाई राउन ए सुनमा सुना ए आमा बाबा ए
बानुन देउसुरे ए ढुङ्गा सुनै बानुन देउसुरे ए यो घरैको देउसुरे ए आमा हजुर ए यो घरैको बाबा सारै ए ह्यान्डसम हुन् फुल टिपिँदैछ गाईचोरी म के अरे ज्ञानथुङ्गे फुल भोलि उसमा लाउनु पनि राख्नु छ गडुवामा लाउने पनि राख्नु छ अलिक राम्रो राम्रो सबै फुलिगयो यो चाहिँ छिपिगयो सयपत्री चाहिँ फेरि माथिल्लोपट्टि फुलेकै छैन सयपत्री फुल टिपिँदैछ गाईचोरू अब हेर्नुहोस् है हजुर फुल टिप्यो अब सुन्तला टिप्नु छ यहाँ यस्तो राम्रो फुलहरू अब माला उनेको देखाउने छु हजुरहरूलाई कति राम्रो हुनेछ अब यहाँ हेर्नु एक डालो टिप्यो अझै माथिल्लोपट्टि अब एक डालो आउँछ यस्तो फुल टिपेर अब ज्ञानथुङ्गे टिप्यो सुन्तला झरेछ त हौ टिपिँदैछ फुल गाईचोरू यहाँ हेर्नु होला आज चाहिँ फुल टिपेर माला हुनेको भिडियो हालिन्छ सियल पकाएको आज भोलि भाइटिकाको पनि छ आज चाहिँ तिहारको सबै लगन खेलमा 1000 रुपियाँ माला अरे हाम्रोमा चाहिँ 2000 रुपियाँ माला आफ्नै प्योर बारीको झन् महँगो हुने भयो लगन खेलको किनेर सकिँदैन कति महँगो आफ्नो बारीको बजारमा महँगो 1000 रुपियाँ माला अरे सानो घाँटीमा यसो टिर्लिक्क हुने खालको अब यताको भन्नु यो ओइलाउन आएको सुर्ता घाँसमाथि त हाल्यो घाम त चर्किन आँटिसक्यो सानो साइजको ठुङ्गाको चाहिँ सानो बच्चाहरूलाई ठुलो साइजको ठुलो मान्छेलाई ठुलो बच्चा
देखिन्छ पुरा राम्रो छ फुलहरू यसपाला गोदावरी चाहिँ यस्तो छ अब मिसाउने कुरो भएर फक्रिसकेको छैन यति त भयो गाई चरी भयो देख्यो यति बल्ल हुँदैछ यसमा सबै फुली गयो यो चाहिँ अलि अगाउ भएछ सयपत्री चाहिँ अलिक ढिलो भएछ गोडलामा हाल्नु भोलि चाहिन्छ एउटा खमेलको लागि भयो कति राम्रो फुलहरू छ यहाँ एक बाल्टी एक डालो भयो अनि अब यहाँ कोही अलिक सुकेको जस्तो छ जगन एल चोकतिर 1000 रुपियाँ यसपालि नेपालको माला आफ्नै नेपालको फुल लाउने भनेर रोकेछ इन्डियाले अनि महँगो भएको भन्छ तपाईँको ल वाउ हेर्नुहोस् गाइजहरू हाम्रो फुल कस्तो राम्रो छ त्यही गरेको हे फुलको त्यो मालाको लागि कस्तो दामी दामी छ कि भुइँमा चाहिँ नझार्नुहोस् यस्तो राम्रो फुल यस्तो एकै साइजको मिलाएर हुनुहुन्छ होइन बिहान फक्रेर के अन्त नि भ्याइँदैन यो चाहिँ बोटै भएको छ हेलो गाइजहरू यस्तो राम्रो फुल फुलेको छ हाम्रो टिपाइ हुँदैछ अब चाहिँ माला गाँस्ने फुल टिपेर यति भयो डाला हुनेवालाहरू एक दुईवटा अब ठुलो फर्सी चाहिँ कहाँ छ यहाँ फर्सी पनि छ यस्तो राम्रो फुलेको छ गाइजहरू मेरो फुल कुन चाहिँ हो त माथिको होला छिटोले भरियो दुईटै झार राख्नु तर एउटा भए हुन्छ होला एउटा भरिन्छ होला हजुर 15 माला तपाईँलाई सबै अनि 16-17 माला हुनुपर्छ 17-18 हुन्छ होला दामी छ गाइजहरू फुल चाहिँ तर कस्तो यहाँ 3-4 बाल्टी भयो फुलहरू आइसेले माथि लुगा धुनु ए तिमीले धुँदै हुन्छ ल होस् यति भन्छ हो त्यतै टिप्दै आउनु
टक 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 टिपेर अनि उन्ने हो यता पनि देख्छु मेलिचाको यस्तो मैले हजुर म छुइनँ त त्यहाँ उता पुग्दैन भनेर चुल्हा पनि लिपेर चाट्ट बनाइहाल्ने गाई छोरी चौका यहाँनिर चाहिँ मासु भुट्नुपर्छ क्या दाउरामा भुटेको मिठो हुन्छ यस्तो दामी भयो गाईहरू मेरो फुल पुग्दैन होला भनेको पुग्छ होला 20 जना जति माइतीहरू हुनुहुन्छ 20 जना माइतीहरू चेलीहरू छुमी अनि त्यहाँदेखि सबलाई उनीहरू झपक्क भोलि लाउने हो लगाइदिनुहुन्छ हामीलाई चेलीहरूले तर रोपेको चाहिँ मैले है माइतीले रोपेको माइती रोपेर चेलीले लगाइदिने ऊ हाम्रो चेली आइपुग्नु भएको छ अब चाहिँ फुलमाला लगाइदिनुलाई होइन भोलि त कति रमाइलो हुने भयो यहाँ अटी नटाउ भन्छ भोलि हामी दाजुभाइहरू चाहिँ चेलीको तेल निस्किने भयो भोलि ढाड दुखेर हैरान निस्किँदैन मेरो माइती राजाहरू सधैँ अब यहाँ उन्ने हो कम राम्रो हो त हेर्नु त ओ तेरि खाना हो अब यहाँ ज्ञानथुङ्गे चाहिँ सबै सुकिगएछ क्या धेर बुढो भइगएछ अब मिक्स गरेर म दामी उन्छु क्या यहाँ आफैले उन्ने अब चेलीले उन्नु सक्दैन म आफै उनेर यहाँ माला लगाइदिने हो कस्तो राम्रो देखेको यो हेलो गाइजहरू हामी चाहिँ यस्तो राम्रो राम्रो फुलको माला उन्दैछौँ यहाँ हेर्नु होला माला उनिसक्यौँ हामी गाइजहरू यहाँ हेर्नु होला यति राम्रो भयो माला यो सानो पानी तपाईँको भिडियो गरिदिने मान्छे होइन क्या पुरा गरिदिनु त एकदम भिडियो गरिदिनु न त्यहाँ गर्नु त परिरहेको छ अलिक भएन माला यस्तो मिठो बासना छ यस्तो राम्रो राम्रो माला उनेको छ हेर्नुहोस् गाईहरू यस्तो छ यस्तो मिठो बासाको छ यहाँ उन्दैछु म मैले अब किरा त कति आयो फुलमा यस्तो दामी माला छ आज माला उनेको भिडियो भोलि चाहिँ लगाएको भिडियो हुने त कति राम्रो रहर लाग्दो माला चाहिँ भयो अब टिकटकको लागि ठाडो बनाइदिनु त राम्रो देखिँदो रहेछ हाम्रो भान्जी हाम्रो आमा सबजना भएर माला भोलि लाउनलाई रमाइलो कतिवटा भएछ अब म गन्छु माला यहाँ हेरिदिनु हजुर हाम्रो माला कति राम्रो भयो यहाँ हेर्नलाई यहीँ उयो डालोमा पनि छ यहाँ अझै उन्दै हुनुहुन्छ हाम्रो भान्जीले यता महमालीको यहाँ यहीँ यहीँ मखमाली सयपत्री मिक्स गरेर ज्ञानथुङ्गे सबै मिक्स गरेर उनेको छौँ हामीले यहाँनिर फुलाइदिनु भएको हामी चाहिँ यहाँनिर माला उनेको हेर्नु होला यहाँ नमस्ते धेरलाई माला पनि अब गाँसिसक्यौँ सबै अब च्यातिर ठिक्कै माइतिर भिडियो हेरिदिनु भएकोमा धन्यवाद हजुरहरूलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है हजुरहरू आजको भिडियो के कस्तो लाग्यो हजुरहरूलाई